तपाईँलाई भनेको थिएँ नि पहिले चाहिँ गार्डनको फोटो देखाउँछु भनेर आएर तपाईँलाई चाहिँ म त्यो लन कसरी ग्रोथ भएको भन्ने कुरा चाहिँ देखाउन गइरहेको छु होइन। लास्ट टाइम चाहिँ राम्रोसँग हेर्न पाइएन। आज चाहिँ म क्लियर के देखाउँछु भने त्यो अस्तिको जुन लन थियो नि त्यो भर्खर उम्रिन आएको लन चाहिँ अहिले चाहिँ ग्रोथ भइसक्यो। हेर्नुहोस् है, यो पुरै भरिएको छ नि होइन। यो लास्ट टाइम चाहिँ कस्तो थियो भने अलिअलि उम्रिन लागेको थियो होइन। अब अहिले चाहिँ जहाँनिर चाहिँ यो सिडहरू अलि बाक्लो परेको छ त्यहाँनिर चाहिँ राम्रो यस्तो राम्रो भएको छ। अनि कुनै कुनै ठाउँमा चाहिँ यहाँ चाहिँ अलिअलि उम्रिन लागेको छ, बल्ल उम्रिन लागेको छ नि त, यहाँनिर बल्ल उम्रिन लागेको छ। यसको मतलब चाहिँ सिड चाहिँ अलिक बराबर तरिकाले चाहिँ नछरेको भएर यस्तो भएको जस्तो लाग्छ मलाई होइन। ल हेर्नु चाहिँ यहाँ चाहिँ जस्तो अब अलि उम्रिन त उम्रिरहेछ, अलिअलि सिड चाहिँ परेको रहेछ, तर यस्तो राम्रो भएको छैन। यही ठाउँमा सेम एउटै टाइममा होइन तपाईँको यहाँनिर चाहिँ उम्रेको छैन, यहाँनिर चाहिँ यस्तो राम्रो छ। हेर्नुहोस् न, भन्न खोजेको त्यो जुन सिड छरेको थियो त्यतिखेर होइन, त्यो मल र चाहिँ सिड चाहिँ मिक्स गरेर छर्दो रहेछन् होइन यहाँ चाहिँ। अनि फेरि यहाँ चाहिँ अर्को कस्तो सिस्टम छ भने हामीले चाहिँ आफूले पानीहरू सिँचाइ गर्न पाइँदैन कि, उनीहरूले आफै आउँछन् आफै सिँचाइ गर्छन् होइन। यो गार्डन म्यानेजमेन्ट टिम हुँदो रहेछ। जस्तो अब बिचबिचमा चाहिँ यस्तो प्याचहरू पनि छ होइन। त्यो प्याचहरू चाहिँ मेरो ख्यालमा या त सिड नपरेर हुनसक्छ या त मल कम भयो, तर कुनै कुनै ठाउँमा चाहिँ उम्रिँदै पनि छ कि। यस्तो त्यहाँ हेर्नुहुन्छ भने चाहिँ अलिअलि उम्रिन लागेको छ, तर त्यो चाहिँ क्लियर चाहिँ उम्रेको छैन होइन। यस्तो बिचबिच तर यो फुल हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। केही समय चाहिँ लाग्छ, केही समय त लाग्छ होला यो फुल हुनलाई। अब यतापट्टि चाहिँ तपाईँको यिनीहरूले छरेको थिएन होइन, किनकि यहाँ एउटा रुख छ नि त, यो रुखले गर्दाखेरि त्यहाँ तलपट्टि केही हुँदैन। यहाँ चाहिँ अलिअलि पहिला थियो, यहाँ चाहिँ अब यो सुकिसक्यो किनभने यहाँ पानी हालेको छैन, त्यो भएर सुकिसकेको छ। यतापट्टि चाहिँ राम्रो कार्पेट चाहिँ बनिसकेको छ। यस्तो राम्रो भएको छ नि होइन ग्रिन। पहिला कस्तो थियो होइन, यो म तपाईँलाई देखाएको थिएँ नि। अब यतापट्टि हेर्नु छ भने चाहिँ यो यतापट्टि अलिअलि खाली छ, यहाँ चाहिँ अब उम्रिन लागेको छ होइन। यो बोट पनि अब हरियो भइसक्यो, पहिला चाहिँ एकदम त्यो सुक्खा भएको थियो, किनकि बोटहरूलाई हरियो भइसक्यो यहाँ चाहिँ। अब यो सिजन आयो नि त। र हेर्नुहोस् यहाँ तपाईँको यो चाहिँ अब पहिलेदेखि नै थियो, तर यिनीहरूले चाहिँ तपाईँको एउटा कुरा के छ भने जस्तो अब यो काटेन भने चाहिँ एकदमै ठुलो घाँसै बन्छ क्या यो। तर हेर्नुहोस् यो सबै यो काटेको छ नि यिनीहरूले, देख्नुभयो यो हेर्नुहोस् माथिको टुप्पाहरू सबै काटेको छ नि। यिनीहरूले चाहिँ यो हप्ता 2 हप्तामा आउँछन् होइन। यो हेर्नुहोस् यहाँ देख्नुहुन्छ नि काटेको छ क्या यो सबै। ल हेर्नुहोस् कटरले सबै माथिको चाहिँ टक्क काट्छ क्या यिनीहरूले, यो टुप्पाहरू सबै काटिदिन्छ। लहर चाहिँ यस्तो चाहिँ कार्पेट टाइपको भन्छ कि। न त भने त तपाईँको अग्लो भइहाल्छ नि, झारै त हो यो सबै कुरा के। यो सबै मिलाएर काटेको छ, कुनै पनि अग्लो छैन होइन। यस्तो तरिकाले हेर्नुहोस् यहाँ देखिन्छ कि काटेको हिजो मात्र, हिजो अस्ति काटेको यिनीहरूले, यो 2 दिन भयो। ल हेर्नुहोस् देख्नुभयो नि यहाँ काटेको छ नि। यो भयो भने चाहिँ कस्तो हुन्छ नि, एउटा लेभल मिल्छ कि। अन्त कस्तो राम्रो भएको छ यो होइन। तपाईँहरूको कस्तो हुन्छ भने यो मेन्टेन गरियो भने चाहिँ हाम्रो घरतिर पनि तपाईँको त्यस्तो हुन्छ नेपालमा पनि होइन। अनि हाम्रो झारहरू चाहिँ काट्दैनौँ, त्यो नकाटिसकेपछि त्यो चाहिँ अग्लो हुन्छ, त्यहाँ एकदम फोहोरो देखिन्छ नि। अब यहाँनिर पनि तपाईँको हेर्नुहोस् न झारै हो होइन, तर फोहोरो देखिँदैन क्या, यिनीहरूले मिलाएर काटेको हुन्छ नि त सबै कुरा होइन। यिनीहरू कस्तो राम्रो देखिन्छ। तपाईँले म ब्याक साइडमा पनि देखाउँछु, ब्याक साइडमा पनि यिनीहरूले छरेको थिएँ होइन लास्ट टाइम। म ब्याक टाइम देखाउँछु हेर्नुहोस्। ल यहाँ पनि सर्लक्क उम्रेको छ, देख्नुभयो नि यहाँ झन् राम्रो भएको छ कि। हेर्नुहोस् कस्तो राम्रो भएको छ नि त। लास्ट टाइम मैले देखाएको थिएँ नि तपाईँलाई यो छरेको। यो बोटको नजिक चाहिँ तपाईँको छरेको छैन, किनकि यो बोटको यसै पनि यहाँ पर्छ नि त, त्यहाँनिर चाहिँ हुँदैन कि। झारहरू खासै उठ्न दिँदैन, किनकि चराहरू पनि छ कि। यहाँ चाहिँ यस्तो छ होइन, यो रुखहरू छ नि त ठुलो रुखहरू, यो रुखहरू पुरै हरियो भइसक्यो। त्यही भएर यहाँ तलपट्टि चाहिँ यिनीहरूले छरेको छैनन् दुबोहरू होइन। त्यहाँ चाहिँ अब यिनीहरूले मलहरू हाल्छन्। यहाँ चाहिँ यस्तो राम्रो भएको छ, हेर्नुहोस् कस्तो राम्रो भएको छ।
यहाँ पनि तपाईँको सबै काटेको छ क्या यिनीहरूले यसो काटेको टुप्पाहरू यहाँ छ नि यो सबै यिनीहरू आएर कटरले एउटा लेभल मिलाएर काट्छ कि यसरी चाहिँ खासमा मेन्टेन गरेको हुन्छ क्या लनहरू त्यही भएर राम्रो देखिन्छ क्या परबाट हेर्दा चाहिँ अब अहिले त यो सिजन भयो नि त यतिखेर सबैतिर ग्रिनै हुन्छ प्रायः हेर्नु सबैतिर ग्रिनै छ तर एकदम राम्रो देखिरहेको छ क्या अहिले चाहिँ यसलाई हेर्नुहोस् यो तपाईँको काटेर होइन हरियो पनि भयो पानीहरू मलहरू हालेको छन् सबै एकदमै राम्रो भएको छ होइन प्लान्टहरू पनि एकदम हरियाली भएको छ सबैतिर सो मैले चाहिँ देखाउन खोजेको चाहिँ तपाईँलाई चाहिँ यो के कुरा हो भने यो लनहरू चाहिँ यसरी मेन्टेन गऱ्यो भने चाहिँ हाम्रो घरतिर पनि खाद्यको खाली जहाँनिर चाहिँ हरियो छैन त्यहाँनिर चाहिँ तपाईँले चाहिँ यस्तो बिउ यो घाँसको बिउ चाहिँ किनेर यो लनै हुन्छ होइन लनको बिउ भन्नुभयो भने चाहिँ मार्केटमा पाउनुहुन्छ लनको बिउ किनेर यस्तो मलसँग मिक्स गरेर छर्नु सक्नुहुन्छ यस्तो राम्रो हुँदो रहेछ ल 1 महिना पनि भएको छैन होइन यस्तो राम्रो भइसक्यो सो अब यसको लागि चाहिँ तपाईँहरूलाई पनि यस्तै घरमा चाहिँ यस्तै गार्डन यस्तै ग्रिन चाहिँ यसले बनाउन छ भने त्यो प्याचहरू जुन हामीले चाहिँ नर्सरीमा गयो भने चाहिँ यो झारको यो जुन आँगनमा रोप्नु पर्ने गार्डनमा रोप्नुपर्ने झारको चाहिँ प्याचहरू किन्न पाइन्छ क्या टुक्रा टुक्रा पिसहरू हुन्छ जो चाहिँ अलरेडी यहाँ सेटअप हुन्छ लगेर चाहिँ हामीले चाहिँ ठ्याक ठ्याक राख्ने मात्रै हुन्छ होइन त्यो गर्नु पनि ठिक हो तर त्यो महँगो पर्छ यो चाहिँ तपाईँको बिउ किनेर आफैले चाहिँ छर्नु भयो भने चाहिँ लगेर अब यस्तो राम्रो हुँदो रहेछ नि त यो त अब त त्यहीँ उम्रेको हुने भयो होइन राम्रो हुने भयो तपाईँको आँखा अगाडि नै उम्रिन्छ होइन तपाईँलाई चाहिँ कति बाक्लो छर्नु मन लागेको छ होइन त्यसरी मजाले मलसँग माटोसँग मिक्स गरेर छर्नु भयो भने चाहिँ यस्तो राम्रो चाहिँ बनाउन सकिन्छ भन्ने कुरा हो तपाईँहरूलाई चाहिँ यसको लागि चाहिँ यस्तो चाहिँ हरियाली बनाउन मन छ भने घरको छेउछाउमा आफ्नो आँगनमा होइन गार्डनहरूमा त्यहाँ नजिकैको चाहिँ एग्रोबेडहरूमा गएर सरसल्लाह गरेर कुन बिउ राम्रो हुन्छ त्यो किनेर मल कति माटो कति बिउ कति मिक्स गर्ने अनि चाहिँ लेबल बनाउने लेबल बनाएर चाहिँ छर्नु भयो भने चाहिँ यस्तो राम्रो चाहिँ गार्डनहरू बिल्ड गर्न सकिन्छ होइन त्यही हो मैले चाहिँ तपाईँलाई के देखाउनु खोजेको भने त्यस्तो हुँदो रहेछ लास्ट टाइम तपाईँलाई देखाएको थिएँ एउटा भिडियोमा चाहिँ होइन यो पार्ट 2 हो यस्तो चाहिँ राम्रो भएको छ अहिले हाम्रो यहाँ घरको म बसेको घरको नजिकै चाहिँ यस्तो छ है अब यसमा चाहिँ थप कुनै बनाउनु पर्ने या तपाईँलाई लागेको कन्फ्युजन केही छ भने चाहिँ कमेन्ट गर्नुहोस् म चाहिँ यसमा चाहिँ अर्को भिडियो फेरि बनाएर पोस्ट गर्छु है त।